नेपाली महिला फुटबल टोलीकी चर्चित खेलाडी सावित्रा भण्डारी साम्बा यति बेला एसियल चोटका कारण कठिन समयबाट गुज्रिरहेकी छन्। मैदानमा राष्ट्रका लागि निरन्तर लड्ने यो साहसी खेलाडी अहिले उपचार र शल्यक्रियाको तयारीमा छिन्। जीवनले सधैँ बलियालाई नै कठिन परीक्षा लिन्छ भन्ने कुरा फेरि एकपटक महसुस भएको छ। देशका लागि अनगिन्ती सङ्घर्ष गरेकी साम्बाले नेपालको जर्सीमा आफ्नो सम्पूर्ण समर्पण दिएकी थिइन्। अब भने उनी आफैलाई सहयोग र साथको आवश्यकता परेको छ। यो केवल एक खेलाडीको चोट होइन, यो सम्पूर्ण नेपाली खेलप्रेमीको भावनासँग जोडिएको विषय हो। यसैबीच पारस बम ठकुरी अर्थात् कुलबोयले ठूलो मन देखाउँदै 3 लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेका छन्। उनले उपचारका लागि उक्त रकम सहयोग गरेका मात्र होइनन्, आफ्नो सामाजिक सञ्जाल मार्फत क्यूआर कोडको स्क्रिनशट समेत सार्वजनिक गर्दै पारदर्शिता पनि देखाएका छन्। उनको यो कदमले अरूलाई पनि सहयोगका लागि प्रेरित गरेको छ। तपाई नेपालका लागि खेल्नुभयो, अब नेपाल तपाईको लागि खेल्नेछ भन्ने भावना अहिले सबैको मनमा छ। म र सम्पूर्ण कुल ग्याङ परिवार साम्बाको साथमा उभिएका छौं। झन बलियो भएर फर्किनुहोस् दिदी, यो लडाई तपाईले अवश्य जित्नुहुनेछ। द वारियर्स रिटर्न इज लोडिङ भन्दै पारस बम ठकुरीले यति ठूलो सहयोग देखाउनु भएको छ। तपाईहरुलाई पनि पारस बम ठकुरी अर्थात् कुलबोयले गर्नुभएको यो सहयोग देख्दा कस्तो लाग्यो कमेन्ट गर्नुहोस्।